हाय गाइज हामीहरू अब जाँदैछौँ बुटोल घुम्न। यी चल्ला चल्लीहरूसँग रेडी भएका छन् यिनीहरू। कहाँ कहाँ जाने हो? हो ल अब बाइक स्टार्ट गरिसकेका छौँ होइन। अब जाने ल। रेडी 1 2। हामीहरू यतिखेर अब हिँडिरहेका छौँ। ल हेर्नुहोस् यो बुटोल जाने बाटो है, रमापुरको बाटो भन्छ यसलाई। अब यहाँबाट हामी अब गइरहेका छौँ। यहाँ कहाँ जाँदैछ म नानी? के खाने वहाँ गएर? तिनीहरू इक्जाम भइएपछि भाटबाट नि जाने भनेर 3-4 दिनबाट होइन, एक हप्ताबाट होइन, एक हप्ताबाट हामीलाई दिमाग काटेर हैरान पारेको थियो। इक्जाम भएपछि जाने भनेको, इक्जाम पछि मेरो कामले गर्दा यिनीहरूलाई मैले लान पाएन। त्यही भएर भोलि दसैँ छ त आज हामी कहाँ गइरहेछौँ? अनि यिनीहरूको मम्मी चाहिँ कहाँ घरै बसेको छ न, जान खोजेन होइन आज। यतिखेर हामी अब रमापुर क्रस भएर जनकपुर भएर अब रानीबारी हुँदै कहाँ जान्छौँ? बुटोल। यतिखेर हेर्नु आशिषले चलाइरहेको छ है बाइक, हल्का हल्का। हामीहरू बाटोमा भिडियो बनाउँदै हेर्नु यो जनकपुरको बाटो हुँदै अब रानीबारी लागिसकेको छ आशिषले। फाइनली गाइज हामी पुग्यो तर 99 बन्द छ। अरे के भयो? वहाँबाट आयौँ त यहाँ आउँदा बन्द रहेछ 99 आज। आउन मात्र भयो। केटाकेटीहरू दसैँले गर्दा सबै बन्द भइसकेको छ। सबै आफ्नो आफ्नो घर गइसकेको छ। 99 पनि आज बन्द भएको छ। के भयो नानी? उपट भयो। फाइनल्ली हामी आइसकेका छौँ भाटबाट नि र आज खुल्ला रहेछ। आइज अहिले आऊ के आऊ आइसकेको छ। अब भित्र जाने होइन आइज के गेम खेल्छिस्? भाटबाट नि आइस यहाँ गेम खेल्छन्। हामी यतिखेर लिपबाट माथि गइरहेका छौँ सर र होइन। हामी भाटबाट पनि पुगिसकेका छौँ होइन नानी। अहिलेले के किन्ने हुन् गइरहेका छन्। आशिषले आफ्नो साइकल किनेर हिँडिरह तर अहिलेलाई किनिदिँदैन होइन। यतिखेर आशिष के हेर्दैछ यहाँ? ल के खोजिरहेको यिनीहरूले के? यिनीहरूले गाइज अब आशिषहरू माथि जाँदैछन्। ओए आशिष यता नानी हिँड्न नि भित्र।